हेलो हेलो गाइज, फेरि पनि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। नयाँ दिन अनि नयाँ ब्लगसँगै फेरि पनि तपाईँहरूलाई मैले नयाँ रेसिपी लिएर आइसकेको छु। सबैजनाले हेरेर साथ दिनुहोला भन्दै म रेसिपीतर्फ लाग्छु। यो चाहिँ हाम्रो कोइरालाको फुल रहेको छ, हेर्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो कोइरालाको फुल रहेको छ गाइजहरू। यसलाई चाहिँ हामीले एकैछिन बोइल गर्नुपर्ने छ। यसलाई चाहिँ अब म बोइल गर्न लाग्दैछु गाइजहरू। बोइल गरेको हो। यो चाहिँ फुल के बोइल हो। यो चाहिँ हामीले आलु उसिनेको है। यो चाहिँ अचारको लागि आलु बोइल गरेर राखेको। यो बोइल पनि भइसक्यो। अब हामी छोडाउन जाँदैछौँ। आलु पनि कच्चाले काटो। यो चाहिँ अचारको लागि आलु। म चाहिँ आलु छोडाउँदैछु गाइजहरू। फेरि बुढी हाम्रो कोइराला बोइल गरेर नि भइसक्यो। अब म यसमा आलु एड गर्न जाँदैछु। यो चाहिँ बोइल गरेको आलु। यो चाहिँ अचारको लागि खुर्सानी हो, तेलमा पड्काउन लगाएको। यो खुर्सानी मेथी पड्काएर बनाउने। Oh my god. यो हो बेसार। बेसार पनि एड गर्नुपर्छ। यो चाहिँ बेसार हाल्यो मैले। यो चाहिँ थोरै एड गर्नुपर्छ। बनाइदिनु पर्छ, नत्र गनाउँछ है गाइजहरू। तिलको पाउडर, तिल पनि एड गर्नुपर्छ, त्यही भएर मैले तिल पनि एड गर्दैछु। त्यसपछि आयो नुन। हात पनि धोइसके। अब म चाहिँ यसमा थोरै अमिलो एड गर्नुपर्छ। My God. अनि थोरै अमिलो एड गर्यो। वाउ,
रेडी भयो गाइजहरू। म चाहिँ यो भाँडामा राख्छु अब। ल गाइजहरू, हाम्रो यो कोइरालाको अचार रेडी भइसक्यो। तपाईलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट अनि एक सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई बाई।